हाई एभ्रिवान, यहाँहरूलाई स्वागत छ रूपाज भ्लगमा र एकदमै तपाईहरुलाई चाहिँ मेरो नयाँ भिडियो नयाँ भ्लगमा चाहिँ स्वागत फेरि पनि गर्न चाहे। अनि आज चाहिँ मैले ठ्याक्कै बेलुका रातिको 10 बजे भ्लग स्टार्ट गरेको छु, किनभने नि हामी चाहिँ भोलि पहाड जाँदैछौँ अनि पहाडको लागि चाहिँ प्याकिङहरू हुँदैछ। म चाहिँ अचानक जाँदैछु किनभने मेरो भदैनी चाहिँ म एक्लै जादिनँ। मेरो चाहिँ अब म चाहिँ एकदमै मलाई गाह्रो भइसक्यो, मलाई एकदमै उयो भइसक्यो, एकदमै मलाई चाहिँ मिनी हार्ट एट्याक आउन आँटिसक्यो। त्यसैले तपाईँ पनि मसँग हिँड्नुपर्छ भनेर भनेपछि अनि म पनि हिँड्नु परेको हो साथीहरू। त्यसैले म चाहिँ एकदमै बिना प्लान चाहिँ म जाँदैछु पहाड। अनि भोलिको तयारीको लागि प्याकिङहरू हुँदैछ, सो त्यसको लागि चाहिँ यो हुँदैछ। अनि अब म के गर्छु, मेरो गाउँको एक्सप्लोर हुन्छ। तपाईहरुलाई चाहिँ म मेरो गाउँको एक्सप्लोर देखाउने छु, सबै के कता के छ सबै देखाउने छु, किनभने यो चाहिँ एउटा मौका पनि मिल्यो मेरो लागि चाहिँ। सो आजदेखि प्याकिङ हुँदैछ भदैनीको, सो त्यो देखाउँदैछु यता तपाईहरुलाई। म पनि बिना योजना चाहिँ जाँदैछु। अनि बेलुकैदेखि चाहिँ ठ्याक्कै अहिले रातको 10 बजेको छ, 10 बजीबाट मैले भ्लग स्टार्ट गरेको छु। के हुन्छ म तपाईहरुलाई सबै देखाउने छु है त। भोलिको तयारीको लागि चाहिँ यसरी आफ्नो आफ्नो दराजहरू चाहिँ यसरी अब सर्च हुँदैछ। यहाँनिर चाहिँ लुगा कोट्याउँदैछ। अनि भोलि चाहिँ हामी अब जान लागेको है। यसरी चाहिँ अब व्हाइट कलरको यो शर्ट थियो नि, त्यो कता छ? खोइ मैले त सबै पट्याएर राखिदिएँ। हो यो हुन्छ, भोलि लाउँदा हुन्छ। तर त्यो उयो पनि निकाल्छ। यो हुडी छ त्यहाँ। हुडी छ। दुईजना चाहिँ एकदमै एक्साइटेड, दुईजना एकदमै एक्साइटेड। हुँदैन, यो फोहोर लाग्छ। अनि त्यो लाउँदा पनि हुन्छ त क्याप्टेन। अनि त्यसपछि एकदमै नाइटी नलाने किन? अनि एक्साइटेड छन् दुवैजना। अनि अब भाइलाई पनि भेट्ने, मम्मी पापासँग पनि भेट हुनु त भेट त भइरहन्छ अब। तर पनि अब अहिले योचोटि चाहिँ अब एक्जाम सकेको कारणले त्यसरी पहाड जाने योजनाहरू केही पनि बनेको थिएन। अनि योचोटि चाहिँ अब यिनीहरू दुईजना पनि एकदमै धेरै इच्छा गरिराखेको छ। अनि उनीहरू पनि अब उनीहरूको जन्म ठाउँ भनौँ न, यहाँ चाहिँ हामी कोही पनि जन्मेको होइन है, हामी चाहिँ पहाडै जन्मेको सबैजना। यो दुईजना भदैनी पनि पहाडै जन्मेको, हामी पनि पहाडै जन्मेको। म त अब 10 क्लाससम्म पहाडमै बसेको हो होइन। अनि त्यही भएर मलाई चाहिँ फेरि पहाड एकदमै मनपर्छ। अनि एक्सप्लोर हुनेवाला छ मेरो जन्मथलोको। सो आज चाहिँ अब बेलुका चाहिँ प्याकिङ हुँदैछ। अनि एक्साइटेड छ दुईजना, एकदमै एक्साइटेड छ। अब यस्तो एक्साइटेड कि अब जिन्दगानीमा यस्तो हुन्छ सबै बच्चाहरूलाई। सो म चाहिँ बिना योजना हिँड्न लागेको। अनि सानी र म चाहिँ नजानेमा थियौँ। अनि ठुलीलाई मात्रै पठाउनु भनेर सोचेको, तर कस्तो भइदियो भने ऊ चाहिँ अब प्यानिक अट्याक भन्नु कि के भन्नु होइन, कस्तो भने उसलाई चाहिँ मिनी हार्ट एट्याक आउनु लागिसक्यो। फुपू म एक्लै हिँड्दिनँ। हुन त गाउँको भाइको उसको काकीसँग जाने भनेर चाहिँ गरेको, तर ऊ जान नसक्ने भएपछि अनि त्यसपछि ओके म पनि जान्छु भनेपछि उहाँलाई चाहिँ फेरि पिली रुन आयो के। अब म पनि जान्छु भनेर उहाँ चाहिँ रुन थाल्नुभयो। अनि उहाँ पनि हिँड्न भएको, हामी चाहिँ जाँदैछौँ है त। ल अब हामी चाहिँ हिजोदेखिको रेडी भएको मान्छेहरू सबै हाम्रो चाहिँ सामानहरू प्याकिङ भएर पनि अब चाहिँ गाडी पर्खिराखेका छौँ। गाडी चाहिँ यहाँनिर आउँछ घरमा। अनि त्यसपछि चाहिँ हामी जान्छौँ। अहिले 12 बजी चाहिँ गाडी आउने भन्ने कुरो छ। अब हेरौँ के हुन्छ कस्तो हुन्छ। म तपाईँहरूलाई चाहिँ मेरो गाउँको एक्सप्लोर गर्नेछु। पाँचथरमा जन्मेको हो म। अनि त्यसपछि चाहिँ एसएलसी पनि मैले पाँचथरबाटै
पास आउट गरेको अनि त्यसपछि चाहिँ म बल्ल यता झापा झरेको अनि त्यसपछि चाहिँ यतै छौँ प्रायः सबैभन्दा पनि वास्तव पनि हामीले छोडिहालेको छैन अनि हामी पहाड तराई गरिराखेको हुन्छौँ अनि धेरै कन्टिन्यू चाहिँ बाहिर बुहारी बस्छ अनि हामी चाहिँ यता छौँ अनि आज चाहिँ अब नानीहरू जाने भनेर चाहिँ उनीहरूलाई मात्रै पठाउनु भनेको अलिकति उनीहरूले असहज गरेपछि म पनि हिँडेको अपरझट हिँडेको अनि जान लागेको हेरौँ अब गाडी आउँछ गाडी चाहिँ हामी पर्खिराखेका छौँ सबै रेडी भइसक्यो हाम्रो सामानहरू प्याकिङ भइसक्यो अनि त्यसपछि चाहिँ सबै हामी रेडी पनि भइसक्यौँ खाना पनि खाइसक्यौँ अनि त्यसपछि रेडी सबैजना एकदम रेडी भएर बसेका छौँ अब के कस्तो हुन्छ बाटोमा म भिडियो गर्न सकेँ भने तपाईँहरूलाई फेरि मेरो बाटोको भ्लगहरू पनि तपाईँहरूले देख्नुहुनेछ है त हाम्रो चाहिँ पोका पन्तेरुहरू यहाँनिर यस्तरी छ हेर्नु न अब यस्तरी पोका पन्तेरुहरू यहाँनिर छ है बाहिर छ उता पनि छ के गर्नु ढिलो भइसक्यो